हेलो गाइस, सो आज चाहिँ हामी च्यालेन्ज अरे गेम खेल्न आँटेको छ हैन। गेम चाहिँ के हो भन्दा चाहिँ जसले रङ आन्सर दियो त्यसलाई यो सिरानीले बिट गर्ने। रङ आन्सर हैन हौ, जसले चाहिँ रङ आन्सर्स ओन्ली भने चाहिँ अब हामीले चाहिँ रङ आन्सर भन्नु पर्यो, राइट आन्सर भन्नु भएन नि त। म सोध्नु तपाईँलाई हामी केले हिँड्छ? खुट्टा। हामी खाना केले खान्छ? खुट्टाले। हामी केले हेर्छ? कानले। ए सोची बसेछ। कस्तो साह्रो रहेछ हौ एकछिन। लु अर्कै भन्नु। लु 1 2 3 स्टार्ट। हामी केले खान्छ? हातले। पानी केले खान्छ? खुट्टाले। तपाईले मुखले भन्नु अरे त। खुट्टाले। रोक्नु भएन, प्लाट्टै भनिहाल्नु पर्यो नि जवाब चाहिँ। सोध्नु आथि। अब तपाईको टर्न गर्नु ठिकै छ। हामी केले हेर्छ? आँखाले। आँखाले हेर्छ। कानले भने मैले। आँखाले है। अब सोध्नु। हामी केमा सुत्छ? खुट्टामा। सबै यसको चाहिँ खुट्टा मात्रै हुँदो रहेछ। अब गाइस भएन, यो सबै खुट्टा मात्रै भन्दै रहेछ। के भन्नु? गाडी केले चलाउँछ? भाडाले। अब तपाईँ होइन हामी हिँड्दा के गर्छ? सुत्छ। त्यो चाहिँ भइरह है। हिँड्दा के गर्छ? कुन हिँड्ने के भनेर तपाईँले अलिक राम्रो सोच्नु न। के दिमागमा आएन? हामी चिया बनाउँदा के गर्छ? सुत्छ। त्यो त भएन नि त। चिया बनाउँदा के गर्छ? सुत्छ पो। त्यो होइन। हामी केले लेख्छ? हातले। हातले पो गरे। हातले लेख्छ। तपाईँको टोटे आएको छ हिर्काउने। मलाई सोध्नु। हामी खुट्टामा के लाउँछ? जुत्ता। एकछिन है। फर्स्टको हो यो फर्स्टको हो भाइ। फर्स्टमा तपाईँले एब्बी जोड लेख्छ। घाउ छ अरे उसको चाहिँ फेरि अलिक छुनै हुँदैन, उसलाई घाउ भइहाल्छ। फर्स्टको हो नि त यो। हामी चामल केले पकाउँछ? खुट्टाले। चामल चाहिँ खुट्टाले पकाउँछ। अनि रङ आन्सर हो नि त, राइट आन्सर हातले भन्नु। चामल चाहिँ केले पकाउँछ भने के भनेको होला मैले नि। कुन नि के भनेको? अनि हामी चामल चाहिँ केमा पकाउँछ भन्नुपर्ने मैले है। केमा पकाउँछ भन्नुपर्ने। ल भन्छु ल। हामी चामल केमा पकाउँछ? कराईमा। कराईमा पाक्छ नि त। कराईमा पाक्दैन ल। तपाईले प्लास्टिकमा भन्दा हुन्थ्यो। भाँडामा भन्नु। कराईमा किन पाक्दैन? ए चामल सब पाक्छ। गाइस कराईमा चामल पाक्छ कि पाक्दैन? किन पाक्दैन? चामल कराई पाक्छ। तर पकाउँदा राइस कुकरमा पकाउँछ नि त। कराई कुकर सबमा पाक्छ। भाँडा हो। ल अब मलाई सोध्नु। माछालाई के दिन्छ खानामा? के न के त हुँदैन भाइ। एउटा न एउटा वर्ड निकाल्नै पर्छ। सोध्नु न फेरि। अब अर्कै सोध्छु, त्यो भएन। हामी फोटो केमा खिच्छ? जुनमा। सोच्नु भएन। सोच्नै भएन। फोटो जुनमा खिच्छ। सोच्नु भएन नि त। हामी फोटो केले खिच्छ भन्नु पर्यो नि त। केले खिच्छ त भने त? जुनले खिच्छ। भएन, त्यो चाहिँ अलिक टुङ्गोको भन्नु न, एउटा हुने चिज भन्नु न। त्यो त मिलेन नि अन्त। जुनले खिच्छ क्या। लु त ठिकै छ त। हामी खुट्टामा के लाउँछ? चप्पल। ए चप्पल अरे। चप्पल जुत्ता सब लाउँछ नि त। हामी अहिले केमा बसिरहेछ? भुइँमा। हामी मुख धुँदा के लाउँछ? सोची बस्छ। अब प्लाट्टै दिइहाल्नु पर्यो नि जवाब। तपाईँले त कहाँ दिन्छ प्लाट्टै? मैले प्लाट्टै। तपाईँले केमा बस्छ भने भुइँमा। अहिले हामी केमा बसिरहेछ मैले भुइँमा भने। हामी दाँत केले ब्रस गर्छ? साबुनले। त्यस्तो टाइपको एन्सर दिनु पर्यो नि त। हामी पानी केमा खान्छ? भाँडामा। भाँडामा पनि खान्छ त पानी, तर भाँडामा खाँदैन। भाँडा त साह्रै पनि त। पानी खानु हो नि त। हामी जिउमा के लाउँछ? चिना गर्नु प्लाट्टे चलाउँछ। हामी जिउमा के लाउँछ? फाटेको लुगा।
लुगा त लगाउँछ फाटेको लुगा त कहाँ फाटेको लुगा किन लाउँदैन मान्छेले मेरो टर्नै आएन हिर्काउने टाउकोमा के छ केही छैन केही छैन भन्नु पाउदैन अब केही छैन भने पनि धुलायो टर्न लामो हुनु पर्यो नि गेम त कहाँ सानो हुन्छ तपाईँको आँखामा के छ मस्कारा 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 छ नि त आँखामा जुत्तासँग के लाउँछ केही लाउँदैन चा केही भन्नु पाउँदैन हौ रङ एन्सर हो के लाउँदैन जुत्तासँग के पायो अन्त जुत्तामा के लाउँछ भने अरे वर्ड पनि निकाल्नु पर्छ त तपाईले त थालमा के छ केही छैन जुत्तामा के लाउँछ केही लाउँदैन भन्छ जुत्तामा पेन लाउँछ त्यो भन्नु सक्छ त तपाईले त्यो त कहाँ मजा आयो तपाईँ खेल्नै जाने नै हामी केमा सुत्छ हातमा कुकुरले के खान्छ भात खान्छ भात खान्छ कुकुरले भातै खान्छ भात खान्छ लु भयो